अर्घाखाँची गुल्मी प्युठानको क्षेत्रमा बस्नुहुने सम्पूर्ण नेपालीहरूको आफ्नो एउटा परम्परा सराय नाच हो। यो नेपाली फुलबारी भित्र पनि सभ्य र भव्य रूपमा एउटा सफल हुने एउटा सांस्कृतिक कार्यक्रम हो र यसले जुन एउटा एक क्षेत्रमा दिल्ली एनसीआरमा बस्ने साथीहरूलाई एउटा सामाजिक क्षेत्रमा बाँध्नको लागि आफ्नो संस्कृतिले महत्त्वपूर्ण भूमिका निभाएको हुन्छ। आज विशेष गरेर यस क्षेत्रमा बस्ने सम्पूर्णलाई एकीकृत गरेको छ। आपसमा एक अर्कोलाई दुख सुखमा आदान प्रदान गर्ने सामाजिक चेतनाको विकास हाम्रो संस्कृतिले नै गर्छ र यस्ता संस्कृतिहरूलाई आगामी दिनहरूमा अझ व्यवस्थित रूपबाट कसरी लान सकिन्छ भन्ने कुरा हामी बिचमा फेरि भेटेर सरसल्लाह गरेर हजुरहरूको सल्लाह सुझाव लिएर हामी अगाडि यो कार्यक्रम तय गर्नेछौँ। अहिलेलाई विभिन्न असुविधाहरू होलान्, विभिन्न
अप्ठ्याराहरू होलान् र पनि हामी आयोजक समितिको तर्फबाट क्षमा माग्दै अगाडि फेरि अझ व्यवस्थित रूपबाट गर्नको लागि निरन्तरता दिनेछौँ। अर्को साल जो दिल्लीमा हुनुहुन्छ कहाँ छ, कसरी छ, कुन ठाउँमा छ भनेर चासो लिएर सोध्ने काम हजुरहरू सबैको हो। एकअर्कालाई सन्देश दिने पनि हजुरहरूको हो। अझ विशाल रूपमा जहाँ हजारौँ मान्छे अट्न सक्ने त्यो हामी आयोजक समितिको तर्फबाट त्यो व्यवस्था मिलाउनेछौँ र यो महत्त्वपूर्ण योगदान दिनमा यो भूमिका बाँधेर सक्रिय रूपबाट विचार लिएर आउने हाम्रो राजु परिवारलाई पनि विशेष हामी धन्यवाद दिन चाहन्छौँ।